छाता त लिएन छाता अब दसैँमा खाने बेलामा यत्रो भाँडा छुटा पाले धुने पनि होइन हो आफै बुढालाई त दसैँमा काममा नगएको 3 दिनमा भाँडा माझेको दसैँ सकेको 3 दिन भयो 3 दिनै भाँडा मात्रै मजाइ छ खाने बेलामा आउने गरेर दिन्छ त त्यहाँ भाँडा चाहिँ एउटा चिप्लो छ भने चाहिँ लिफामा चाहिँ तलमाथि हुन्न नि फेरि लिफा बाँध्नु मन छ भने छिटो छिटो भाँडा धोएर आइहाल एउटा चिप्लो होस् त बरु तँ आफै लैजा डल्लै पैसा पनि लैजा भाँडा माझ्न अन्त म ड्युटी जान्छु नि अन्त आम्मा भाँडा 3 दिन ब्याक टु ब्याक भाँडा माझेको आम्मामा अनि सकिस मात्र चाहिँ सधैँ चुप लानु माछ दसैँ त सुन्नु मात्रै राम्रो नि दसैँ भनेर साला बुढाको चाहिँ दशाभन्दा कम छैन 3 दिन भयो भाँडा माझेको ब्याक टु ब्याक साला 3 दिनसम्म भाँडा माझेर साला बुढी भन्यो बुढी त साला नामको मात्रै उसलाई मेकअप त्यो दसैँमा कमाएको पैसा पनि सब मेकअप पाउडर क्रिम किन्दा ढुक्के हुन्छ भाँडा माझ्नु छैन एउटा छाता ओडा भन्दा पनि ओडाउँदैन आफूले भाँडा एक रात जग्गा चेन्ज गरी दिनुपर्ने भाँडा अनि पैसा त लिपा बाँड्दाखेरि चाहिँ मेरो पनि तलमाथि चाहिँ होस् न अनि मलाई नाम मात्रै बुढा 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 भन्छ बुढाको जिन्दगी चाहिँ टुडा टुडा भन्दा कम छैन नि फेरि कसम भनेको रेस्टुरेन्टमा पनि यतिको भाडा निक्लिँदैन होला जतिको चाहिँ हाम्रो घरमा निक्लिन्छ आफ्नो कसम भनेको दुधवटा स्टिल सक्दा पनि अलिकति सघाउँछु भन्ने पनि नभएको कस्तो माया पनि नभएको बुढी हो क्या त दसैँमा त घिचोस् त घिचेर 15-20 केजी मोटाइसकिस् होला भाडा धुवाइदियो मलाई तेरो ससुरालीबाट आएको त भाडा यति बनाएर मजाले सुकी बसिरहेको होला नि यस्तो दुःखले भाडा धुएको छु कि यतिको भाडा त हाम्रो बिहामा पनि बरु जुठो भएको थिएन होला अञ्जली यहाँ आऊ त यहाँ आउँदा यो भाडा मिलाउ त आम्मामा यस्तो डर लाग्दो ढाड दुख्ने कि तिमीहरूको प्रेग्नेन्टमा त के दुख्थ्यो होला त्योभन्दा बढी दुख्यो मेरो भाडा चाहिँ मिलाउ न अहिलेसम्म भात बनाएको छैन तैँले सिलिन्डर सकिरहेको छ भात चाहिँ कसरी बनाउनु सिलिन्डर बिना भात बनिन्छ सिलिन्डर दसैँ अगाडि त थापेको नि आमा के छिटो सकेको दसैँमा तेरो साथीहरू लिएर घिचाएन त्यहाँ खाना बनाएन कति बनायो त्यही भएर त यति बेसी भाडा छिटो भयो त सिलिन्डर अब थापेर आउनु सिलिन्डर थापेर आइज म त्यति बेलासम्म क्युटिस लाउँदै पर्छु म गएको जस्तो लाग्यो तँलाई क्युटिस लाउने अरे कन्ने केटी नहुन हो अब त भाडा मिलाइदिएन म लिएर आइहालेँ सिलिन्डर मिलाउँछु भाडा त्यसका साला यत्रो महँगो नेल पैसा लाग्यो त्यसको भाडा पनि मिलाउनु होला साला मलाई बिहा गर्नुभन्दा अगाडि रानी बनाएर राख्छु भनेको त महारानी बनाएर राख्नु पर्यो नि सबै कामहरू हुन्छ साला भाडा मात्रै धोएर हुन्छ यस्तो नाजुक हातले म खाना बनाउनु अहिले आयो खाना पनि त्यसलाई बनाउनु हुन्छु म साला कहाँ गयो हो यो सिलिन्डर लिने मान्छे चाहिँ सिलिन्डर बेच्ने केटीसँग साइड खेल्दै बसिरहेछ के हो 10 मिनट यति टाइम लाग्छ तिम्रो नाति सिलिन्डर ल्याउनु आमा भाडा पनि मिलाएको छैन तैँले भाडा त मिलाइदिन अन्त आमा नेल पैसा लगाइदियो किन यत्रो महँगो नेल पैसा लाग्यो तेरो भाडा मिलाउनु यहाँ तिमीलाई मिला न भात कहिले खानु यत्रो काम गरेर भात बनाउनु हौ त्यो भाडा मिलाइराखे लसुन केला नि आमा लसुन पनि मै के लाउनु त्यति साह्रो चाहिँ नगरे त आमा कति काम गरेर नि मलाई तँ आफै भनेको न मलाई बिहा गरेर रानी बनाएर राख्छ तै त मलाई यहाँ नकुर बनाउनु आँटिसकिस् त त्यसलाई नकुर बिहानदेखिको मैले काम गरिरहेको छु नकुर त म पो भइरहेको छु त अनि तँलाई अब त्यस्तै हो नि है अब म पुरानो भएको नि है नयाँ पाउँदै नहर तल पुरानो भयो भने म आफै बनाउँछु खाना म आफै बनाउँछु भाडा पनि म आफै माझ्छु खुवाइ पनि दिन्छु तँलाई म कति साह्रो हेर्नु सकेको नि मलाई कि भाडा पनि मै दिनु भात पनि मै बनाउनु उसलाई खुवाउनु मात्रै बाँकी छ तल अब जहाँ त्यसो भए त्यो दसैँमा टिका लगाएको पैसा चाहिँ भेला पार न अन्त ल मलाई पनि तैँले फेरि त्यसमा पनि मलाई उयो गर्छस् उसको लिपस्टिकको अलग्गै पाउडरको अलग्गै उसले के को पैसा छुटाउँछ कि मलाई यो पालि मलाई दिए नि फेरि मैले त बेसी लगाएको छु नि टिका निधार तन्काइ झन् पैसा बेसी भेला होस् भनेर कि हेर्न त्यसमा पनि मलाई लुट्छ नानीको पैसा पनि तैँले राखेको छ मलाई यहाँ चाहिँ त्यो पनि म गन्छु नि आयो पालि दिए न ल म भात लिएर आउँछु जहाँ भित्र नेल पलिस लाउँदै बस लिपस्टिक लाउँदै बस फाउन्डेसन पनि कम्ती भाइ त्यो पनि लगा नानी भनेर हाउरेमा वचन दिए जस्तो लाग्छ म त तिमीहरूलाई तँलाई हेर्न अञ्जली ओ खोइ लसुन छैन नि अन्त ए लसुन त ल्याउनु पो जानुपर्छ त जाउ न ल्याइकिन आउ न बरु भने तिमी दोकान गएर मै लिएर आउनु लसुन पनि अब मै ल्याउनु ओहो आज जहिले खाना बनाउनु आँट्नु भएको के हो आज मलाई पनि भोक लागेको छ पुरा म पनि भात खान्छु जानु त लसुन लिएर आइहाल्नु न
आम्मा छोडी डायलग्स त कपी पेस्ट छ त हौ आम्मा खबर है छिटो जानुहोस् न जोइ लसुन लिएर आउनुहोस् आमामा कस्तो भोक लागिसक्यो मलाई कस्तो टल्ला पर मलाई हेरिराखेको लसुन बिना त मिठो हुँदैन त खाना आज मजाले खाउँ भनेको के साह्रो अल्छे हौ यस्तो अल्छे जोइ भेला भएर मेरो छोरीको त खप्परै फुटेको हौ कोही छोड्नु त आमा आम्बो त्यहाँ कस्तो अल्छे परे ओ उयो लसुन छैन रहेछ कि पेस्ट ल्याइदे ल यति साह्रो अल्छे छ है लसुन केलाउनुको अल्छीले चाहिँ पेस्ट बोकेर आइस तँलाई याद छैन मलाई लसुन पेस्ट मन पर्दैन भनेर मैले भनेको थिएँ नि तँलाई तैँले मलाई बिर्सिसकिस् त म पुरानो भएको तैँले मलाई माया गर्नु छोडिसकिस् पुरानो के भएको अब दोकानमा लसुनै छैन भने चाहिँ के पेस्ट भए पनि ल्याउनु पर्यो अहिले तैँले यही ल्याइनस् भने पुरानो भयो नयाँ पाइस् होला भन्छ अब तँलाई भात खिलाउनै पर्यो होला ओभरै चाहिँ नगर्नु ओभरै नगरे तिमीहरू राम्ररी त ल्याइदिएको नि अन्त अहिले यही लसुन गनायो भने मलाई फेरि यसमा पुरानो भयो नयाँ भयो है ओल्ड इज न्यू न्यू इज ओल्ड भन्छ या आ रहा है प्योर लसुन त यो अन्त टेस्ट अब आम्बो यहाँ छ नि त फेरि टेन्सन चाहिँ यहाँ आउँछ नि यो मासुको गन्धले चाहिँ मलाई टेन्सन दिन्छ दसैँपछि यो मासुको गन्धले अहिले फेरि मासु लोगिदिने कति खानु मासु दसैँभरि मासु खाएको उसको मौलामा उसको केमा अहिले मासु लोग्यो भने त्यतै टेन्सन बरु बेबीलाई भात पनि कति खान्छस् दसैँमा पनि भातै खाओस् बरु आलु उसिनेको चाहिँ बेस्ट भयो नि त आलु टमेटोको अचार उसकै भाषामा टमाटर भन्नु हुँदैन अरे फेरि टमेटोको अचार र एउटा आलु फेरि उसले जिम पनि जान्छ हल्का बुढी कति दसैँभरि मासु खाएर नेक्कै भयो भनेर नि तिमीलाई आज आलु उसिनिदिएको आलु र टमाटरको अचार सरी टमेटो मेरो कलकल पलङमा नझरी लु आलु छ खाइहाल कप्पै पारा त लु यो आलु चाहिँ कोही खा कसले खान्छ आलु मात्रै चाहिँ मासु बनाउँछु भने चाहिँ आलु लिएर दिएर हुन्छ अन्त दसैँमा तिमीले फेरि मलाई भन्छ कति मासु खानु न्याक्कै हुँदैनौ भनेर मलाई कराउँछ भनेर त मैले आलु झन् प्योर ल्याइदिएको तिमीलाई डाइट पनि हुन्छ भनेर टमाटरको अचारसँग अन्त के साह्रो तिमीले अहिले फेरि त्यति बुझ्दैन भने मैले माया गर्दैनौ म पुरानो तिम्रो लागि नरिसाउन मैले सब्स्टिट्युटमा पनि राखेको छु क्या पर्कको मासु बोसो सरी आम रातो मासु मिक्स भएको बोसो टाइममै ल मेरो खै अब के महँगो हटौ ल लिएर आइहाल्यो हिउँ आयो ल हे गाइस अहिले चाहिँ प्रिमियर लिगहरू चलिरहेको छ र 1x एकदमै रिलायबल बुक मेकर हो र सजिलसँग 3 स्टेप्समा तपाईँले रेजिस्ट्रेसन पनि गर्न सक्नुहुन्छ फर्स्टमा गुगलमा जानुहोस् र 1x सर्च गर्नुहोस् सेकेन्डमा इन्टर यो फोन नम्बर एन्ड क्रिएटिभ पासवर्ड र मेरो प्रोमो कोड युज गर्नु भने तपाईँले स्पेसल वेलकम बोनस पनि पाउन सक्नुहुन्छ र स्पेसली मेरो सब्सक्राइबरको लागि तपाईँको फर्स्ट डिपोजिटमा तपाईँले 26,000 सम्म जित्न सक्नुहुन्छ र जितेको पैसा सजिलसँग युपिआई पेटिएम थ्रु विथड्र पनि गर्न सक्नुहुन्छ लिङ्क इज इन कमेन्ट सेक्सन टु चेक आउट गाइस तिम्रो बुढाले चाहिँ कस्तो डरलाग्दो केयर गर्छ तिमीलाई आमा लसुन त होइन अरिजिनल लसुन लु माम खाऊ लु खुवाइदिउँ यो बोसो चाहिँ कसले खान्छ भनेर आएको त अनि तिमी सेतो मासु मन पराउँछ भनेर झन् सेतो मासुमा 1.5 केजी ल्याइदिएको त हौ अन्त मैले तँलाई भने नि म पुरानो भएको नि अब होइन तँलाई याद छैन म बोस खानु छोडिसकेँ भनेर म कहिलेदेखिको फलमासु मात्रै खाएको मैले तँलाई भने नि मलाई याद छ नि तैँले नयाँ नयाँ केटीहरू हेर्नु थालेछस् नि मलाई याद छ नि तँलाई निर्दोष दोषहरू मलाई नलगा तँलाई पाप पनि लाग्छ मैले यो बोसो ल्याउने पनि यहाँ रिजन पो छ त बुढी तैँले त्यत्रो मैले खर्च गरेर तँलाई जिमहरू पठाए कि पठाएन लु भन् तँ घटिस् तँ घट्नै घटेनस् अन्त मैले पनि आइडिया लाउनु पर्यो अब यो बोसो खा तँ छेरेरै घट्ने रहेछस् भनेर ल्याइदिएको तँ लु ठिकै छ म रातो मासु ल्याइदिउँ तँलाई त्यसो भए तँ आफै खा त्यो पनि टाउकोबाट खनाइदिन्छु जाऊ त म पनि भन्नु होला माया गर्दैन मेरो बुढीले आमा यो भातहरू त निर्दोष छ नि हौ लु बरु तिमी रिसाऊ ठुस्काऊ बरु ल सागाला बिन्दु अब यहीँ अहिले छेउमा खाँदै यसले फेरि ब्याक टु ब्याक एट्याक हुने म खाएर आएँ बरु यो भात त यसलाई नदिएको राम्रो डुङडुङै बनाइरहेको छ यो भात आम्बो अञ्जली हो यो बोलको खाना कहिलेको झन्डै त्यसलाई घिचाइदिए ल ल ल ल म खाएँ ल ल लिफा चाहिँ बाँच्छु हो क्यास त मै राख्छु अस्ति कोसेलीमा पनि मैले लगेको छु त कोसेलीमा पनि मैले कति पैसा हालेको छु पचामा आइज लु लिफा बाँड्नु अहिले पनि मैले डल्लै लगेँ भन्नु लाग्छ त्यहाँ फेरि पैसा बाँडे यहाँ छ यहाँ टेबल त ल्याउनु परेन नि सब बराबर गर्नुपर्छ भाइ ल भाइ पैसा भनेपछि यसको अनुहार हेर्दा एउटा तिम्रो एउटा मेरो दुईटा तिम्रो 1 2 दुईटा मेरो हेरे 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 ल तीनटा तिम्रो भएन 1 2 3 मेरो तीनटा चारटा अन्त मलाई त एउटा भएन त
तर ठिकै छ केही छैन घरको कुरा पनि मिलिहाल्छ ल राख्नु पक्का राख्नु ल ल ल ल त्यहाँ फेरि भित्रको पैसाहरू चोरी चाहिँ नभन्ने फेरि मलाई फेरि हतार हेर त हतार मलाई त खाली लिफा पऱ्यो त अन्त एउटा लिफा यहाँले भाइ खाली मलाई पऱ्यो। जय भनेर झुकाएको होला नि त आफ्नो होइन अब फेरि तल मैले भने त आफ्नो लिफा आफ्नो सामान भाइ मलाई त मतलब अनि झुक्काएको भने मेरो त तैँले हेर्ने लिफा कामै चाहिँ छैन। कसरी चिनिस् त अनि कोनि नि थाहा भएन त्यहाँ हेर आफै कहाँ गएको त ल यो लिफा पनि खाली छ आम्मा तँलाई त हेर न म पैसा ल्याएँ मेरो अर्को पालि दसैँमा चाहिँ फेरि तँलाई मैले जानेको छु नि फेरि तँलाई